दिपेन्द्रले बनाए T20I मा अर्को कीर्तिमान। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले T20I अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को नयाँ कीर्तिमान बनाएका छन्। उनले करियरमा सबैभन्दा धेरै इनिङमा शून्यमा आउट नभई अर्थात् बिना डगआउट धेरै इनिङ खेल्दै उक्त कीर्तिमान बनाएका हुन्। दिपेन्द्र आफ्नो T20I करियरमा अहिलेसम्म डगआउट भएका छैनन्। उनले 76 खेल खेल्दा 66 इनिङमा डगआउट भएका छैनन् भने 10 खेलमा ब्याटिङ गर्नु परेको छैन। बिहिबार भएको कुवेतसँगको खेलमा उनले 12 बलमा 31 रन बनाउँदै नेपालको लागि जितमा फिनिसिङ टच दिएका थिए। उनीभन्दा पछाडि वेस्ट इन्डिजका मार्लन सामुएल्स रहेका छन्, जसले 65 इनिङमा डगआउट नभई खेलेर कीर्तिमान बनाएका छन्। दिपेन्द्रले यसअघि सबैभन्दा छिटो 9 बलमा अर्धशतक बनाउने कीर्तिमान पनि आफ्नो नाममा गरेका छन्, जुन तोडिँदैन, केवल बराबरी मात्र हुन सक्नेछ। त्यस्तै केवल एकै ओभरमा 6 बलमा 6 छक्का हान्ने कम खेलाडी मध्ये एक उनी पनि रहेका छन्।